फेरि पनि धन्यवाद पास्टर बिमलज्यूलाई अनि स्थानीय सिनियर पास्टरज्यूलाई उहाँले मौका दिनुभयो अनि हामी एकदम नयाँ नयाँ कुराहरू सिकिरहेको छौँ। मलाई आफै मजा आइरहेछ। मैले हिजो पास्टर बिमल दादासँग कुरा गर्दै थिएँ, मजा आइरहेछ मलाई सुन्नु है, हाम्रो पास्टर पल यन्जनबाट मेरो पास्टरज्यूबाट। अनि एकदम मजा आइरहेछ, कतिवटा नयाँ नयाँ कुराहरू, नयाँ नयाँ रेभेलेसनहरू, पुलपिटको कुरा कस्तो मिठो है, तपाईँले सायद बुझ्नु होला त्यो कुराहरू, मिठो कुराहरू बोल्नु हुँदैछ। अनि खासमा मलाई पनि बोल्नु चाहिँ मन छैन, सुन्नु मन छ, तर पनि परमेश्वरले जेको लागि बोलाउनुहुन्छ हामी गर्नुपर्ने हुन्छ। हिजो मैले ताइतको विषयमा बोलिरहेको थिएँ। बोल्नु अगाडि आउनुहोस् हामी सानो प्रेयर गरौँ अनि त्यसै हामी सिद्ध वचनमा पस्नेछौँ। परमेश्वर बुवा, तपाईँलाई धन्यवाद फेरि पनि तपाईँको यो सुन्दर समयको लागि, तपाईँको प्रेम, तपाईँको अनुग्रह, तपाईँको दया अनि तपाईँको करुणाको लागि। यो समयमा जसै हामी पस्दैछौँ बुबा, हामीलाई तपाईँले सिकाउनुहोस्, हामी सबैलाई हामी के गर्नुपर्ने, कसरी ताइतलाई लिनुपर्ने, ताइतको मतलब के हो भनेर हामी बुझ्न सकौँ भने यो कुरा हामी मात्रै नसिकेर हाम्रो परिवारमा पनि हामी लागू गर्न सकौँ। अनि यो ताइत दिएपछि, ताइत हामीले तपाईँको भवनमा लाएपछि त्यसको परिणामहरू के हुन्छ हामी अलिकति हेर्नेछौँ, छलफल गर्नेछौँ, त्यसमा पनि तपाईँले मद्दत गर्नुहोस् यीशु मसीहको नाममा, आमेन। अनि हिजो मैले तपाईँलाई भन्दै थिएँ, मैले सानो आफ्नो टेस्टिमनी पनि बाटेँ कि अभावमा हुँदा पनि हामीले ताइत दिनु चाहिँ छोड्नु हुँदैन। चाहे तपाईँले 1 लाख कमाउनुहोस्, चाहे तपाईँले 1000 कमाउनुहोस्, चाहे 100 नै कमाउनुहोस्, ताइत चाहिँ तपाईँले छोड्नु। हिजो मात्रै मैले टेस्टिमनी हेर्दै थिएँ, एकजना लेडी हुनुहुन्छ हैदराबादको, अनि उहाँ चाहिँ पोलिटिकल फ्यामिलीबाट हुनुहुन्थ्यो। अनि उहाँको पापा चाहिँ पोलिटिक्समा हुनुहुन्थ्यो, ठुलो मिनिस्टर हुँदै गरेको। अनि मान्छेहरू चाहिँ ईर्षा परेर चाहिँ उहाँलाई मारिदियो, उसको पापालाई मारिदियो। अनि 2 जना छोरी, 1 जना आमा मात्रै थियो। अनि आमा चाहिँ हाउसवाइफ, आमालाई केही थाहा छैन कसरी पैसा कमाउनु पर्ने, के गर्नुपर्ने केही थाहा छैन। तर पनि उहाँले अरूको घरतिर काम गरेर आफ्नो नानीलाई जसरी सक्यो उहाँले पढायो। पढाएपछि ठुलो छोरी चाहिँ सहरमा गयो, गाउँबाट सहरमा गयो। अनि सहरमा गएर चाहिँ उसले काम खोज्न थाल्यो। अनि उसले 5000 रुपियाँको चाहिँ नोकरी पायो। कतिको पायो अरे? 5000 रुपियाँको नोकरी पायो उसले। त्यो नोकरी उसले पायो, उसले नोकरी गर्यो। अन्तमा चाहिँ उसले के गर्नुपर्ने, रुम भाडा दिनुपर्ने 2000 रुपियाँ। पछाडि गाउँमा चाहिँ आमा र बहिनी छ, आमालाई गाह्रो परिरहेछ, केही न केही पैसा पठाउनु पर्यो, आमाले चाहिँ पठाउनु सक्दैन। हामीले बुझ्नुपर्ने, किनकि उहाँले त्यस्तो कमाएकै छैन। उहाँले दुःख साथ जसरी हुन्छ आफ्नो परिवारलाई चलाइरहेको छ। अनि छोरी भएको नाताले, ठुलो छोरी भएको नाताले चाहिँ उहाँले चाहिँ फेरि पठाउनु पर्ने पैसा। अनि उहाँले 2000 चाहिँ रुम भाडा राख्नुपर्ने, 2000 चाहिँ उहाँले घर पठाउनु पर्ने, बाँच्यो 1000। त्यसबाट 500 रुपियाँ त ताइत गइहाल्यो, 500 रुपियाँ ताइत गयो। अब 500 रुपियाँमा त्यो छोरीले चाहिँ खाना पनि खानु पर्यो, नोकरीमा पनि जानु पर्यो, फर्किनु पर्यो। किनकि सहरमा चाहिँ तपाईँ हिँडेर पुग्नु गाह्रो पर्छ तपाईँलाई। अब तपाईँले सोच्नुहोस् 500 रुपियाँमा आफ्नो पेट पनि पाल्नु पर्यो अनि आफ्नो कामहरू पनि गर्नु पर्यो। अनि उहाँको टेस्टिमनी मैले अचानक त्यो टेस्टिमनी आयो हिजो मैले हेर्दै थिएँ। उहाँले के भन्नुभयो भन्दाखेरि चाहिँ म किलोमिटर हिँडेर जान्थेँ, पैसै हुन्थेन। नोकरी जानुको अगाडि चाहिँ म पुरा हिँड्नु पर्थ्यो, नोकरी बिहान पुरा हिँड्थेँ, किनकि 10 रुपियाँ पनि बचाउनु मलाई एकदम जरुरी थियो त्यतिबेला। अनि 10 रुपियाँको लागि बचाउनुको लागि चाहिँ ऊ किलोमिटर हिँडेर जान्थ्यो, नोकरी गर्थ्यो, आउँथ्यो। अनि उसले सबभन्दा ठुलो कुरा के भन्यो भन्दाखेरि चाहिँ त्यहाँ एकदम टच हुने कुरा, म सन्डे चर्च गएपछि चाहिँ उहाँहरूको चर्च जहाँ चाहिँ ऊ चर्च जानु थालेको थियो त्यहाँ चाहिँ 3टा सर्भिस हुन्थ्यो दिनमा। कतिवटा हुन्थ्यो अरे? 3टै फेरि उसले एटेन्ड गर्थ्यो, 3टै एटेन्ड गर्थ्यो उसले। अनि उसले भन्दाखेरि चाहिँ के भन्यो, मैले ताइत दिनु चाहिँ कहिल्यै छोडिनँ र अफरिङ दिनु पनि छोडिनँ भन्यो। तपाईँले सोच्नु 500 रुपियाँको उब्रेकोमा खानु पनि पर्यो, नोकरी पनि गर्नु पर्यो, फेरि त्यसबाट नि अफरिङ पनि दिनु पर्यो। अनि अहिले त्यो छोरी चाहिँ मिलियनर भन्दाखेरि चाहिँ अब करोडौँ रुपियाँको मालकिन भएको छ। अनि उसले यही कुरा भन्यो हिजो उसको टेस्टिमनी हेर्दाखेरि कि मैले ताइत नदिएको भए, मैले आफ्नो पैसा रुपियाँ सही ढङ्गले त्यसको मतलब नबुझेको भए, त्यो कहाँबाट आएको मैले नबुझेको भए, त्यो कुराले मैले परमेश्वरलाई आदर नगरेको भए
सायद म अहिले यो ठाउँमा हुन्थिनँ भनेर। उसले ताइदको भ्यालु चाहिँ बुझेको थियो, उसले अफरिङको भ्यालु बुझेको थियो। हामी पहिलो ठाउँ ल्याउँछौँ नि, फर्स्ट फ्रुट भन्छ इङ्ग्लिसमा, फर्स्ट फ्रुट ल्याउँछौँ नि हामी। मेरो पनि अस्ति भर्खर मेवाको रुख भएको छ क्या, फर्स्ट मेवाको रुख। अनि म र मेरो श्रीमतीले नै लगाउनु भयो त्यो चाहिँ, अनि मेवाको रुख भयो। तपाईँले यसो सोच्नुहोस्, तपाईँको कुनै पनि रुख छ, कुनै पनि जानवर छ र, फर इक्जाम्पल कुखुरा पाल्नु भएको छ, 3-4वटा बच्चा भयो त्यसको, चल्ला भयो, अनि तपाईँले भन्नुभयो पहिलो ठाउँ चाहिँ म चर्चमा लान्छु। अनि तपाईँले सोच्नुभयो 6 महिना बाद अथवा 1 वर्ष बाद लान्छु, अलिक राम्रो भएर म चर्चमा दिनु पर्यो भनेर। अनि त्यो चल्लाहरू बढ्दै गरेको, त्यो रुखको फलहरू बढ्दै गरेको, पहिलो ठाउँ तपाईँले हेर्नुभयो भन्दाखेरि चाहिँ साह्रै कमजोर थियो, दाग लागिरहेको, यता पनि चोट उता पनि चोट। तपाईँले के गर्नुहुन्छ? कतिजना त खुसी हुन्छ, ए सबभन्दा कमजोर चाहिँ दिनु पाएँ भनेर, हो कि भन्नुहोस्। यो चाहिँ मान्छेको नेचर हो, स्वभाव हो। हामीले राम्रो कुरा दिनु गाह्रो पर्छ, मान्छेको स्वभाव। अनि कतिजना सोच्छ यो ठिकै छ, यो भन्दा जति पनि मेरो चल्ला छ 5-6वटा, पहिलो ठाउँ चाहिँ साह्रै कमजोर भयो, साह्रै दाग लागेको, साह्रै चोट लाग्यो, यसलाई चाहिँ म चर्चमा लगेर दिइहाल्छु। अनि ल्याउँछ पनि चर्चमा मान्छेहरूले, त त्यो सही हो। तपाईँले बुझ्नुपर्ने, मैले बुझ्नुपर्ने, पहिलो ठाउँ चाहिँ ल्याउनु पर्यो, त्यो छँदैछ, त्यो त ल्याउनु नै पर्यो जुन चाहिँ पहिलो ठाउँ छ। तर अरू चल्लाबाट पनि हामीले हेर्नु सक्छौँ कुन चाहिँ राम्रो छ, कुन चाहिँ बेस्ट छ। परमेश्वरलाई त हामी बेस्ट चढाउनु गएको नि त, पहिलो ठाउँ त दिनु नै पर्यो, त्यसमा त केही क्वेसन छैन। लु, तपाईँले पहिलो ठाउँ सँगैसँगै तपाईँले अर्को चल्ला पनि, अर्को कुखुरा पनि चुज गर्नु सक्नुहुन्छ नि त, राम्रो भएको, तन्दुरुस्त भएको। अनि त्यसपछि दिँदा कस्तो हुन्छ होला? त्यसले परमेश्वरलाई महिमा पुग्छ कि पुग्दैन? तपाईँले पुर्याउनुहुन्छ कि पुर्याउनुहुन्न महिमा? परमेश्वरलाई तपाईँले महिमा गरिरहनुहुन्छ। हामीले दिने कुरामा चाहिँ हामी बेस्ट दिनु सिक्नुपर्ने हुन्छ। कतिजना हुन्छ नि लुगाफाटा दिने गरिबहरूलाई क्या च्यातेको दिन्छ है, नलगाएको कुरा, तपाईँले एकदम नलगाउनु सक्ने कुरा चाहिँ आफ्नो आफन्तहरूलाई दिन्छ, हो कि न भन्नुहोस् त। कसैले तपाईँलाई कुनै लुगाफाटा दियो, तपाईँलाई मन परेन, ए न म फल्नालाई दिइहाल्छु भन्नुहुन्छ। हामीले त्यस्तो दिनुमा चाहिँ गर्नु हुँदैन। जुन चाहिँ बेस्ट छ, परमेश्वरलाई जब हामी आउँछौँ, परमेश्वरको भवनमा आउँछौँ, अनि परमेश्वरलाई ल्याउने कुराहरू जब हामी ल्याउँछौँ, त्यति बेला हामीले बेस्ट कुरा ल्याउनु पर्ने हुन्छ। अब्राहमले जब ताइद दियो, जब अब्राहमले आफ्नो अफरिङ दियो, ताइद दियो, मल्की के भन्छ, मल्की चिदेक, जब उसले ताइद दियो, जुन चाहिँ लडाइँबाट उसले जितेको कुराहरू थियो, त्यो त 400 कति वर्ष, 60 वर्ष अगाडि नै दिएको। मुसाको ल आउनुभन्दा अगाडि, मुसाको नियम कानुन जब आयो, करार आयो, पुरानो नियमको भनौँ न, जब नियम कानुन त्यसको अगाडि नै दिएको। अनि उहाँले दिएको कुराबाट चाहिँ हामीले सिक्नुपर्ने हुन्छ। अनि हिजो हामीले सुन्दै थियौँ, पुरानो नियममा चाहिँ 10% मात्रै होइन त 23% दिन्थ्यो। 10% चाहिँ छुट्याएर राख्थे आफ्नै निम्ति, किनकि चाडहरूतिर जाँदा चाहिँ त्यसको युज गर्थ्यो खानुपिनुमा। 3% चाहिँ अब 3 वर्षमा चाहिँ एकचोटि चाहिँ 10% चाहिँ उनीहरूले गरिब दुखियाहरूको लागि चाहिँ छुट्याउँथ्यो। अनि त्यसलाई हामीले ब्रेकडाउन गऱ्यो भने चाहिँ 1 वर्षमा 3% चाहिँ उनीहरूले दिन्थ्यो। त्यसो गर्दा 23% उनीहरूले छुट्याउँथ्यो। अहिले त हामीलाई 10% पनि छुट्याउनु गाह्रो पर्छ। तपाईँलाई थाहा छ मुस्लिम्सहरूले 2.5% एभ्री मन्थ उनीहरूले छुट्याउनु पर्ने हुन्छ गरिबहरूको लागि, मुस्लिम्सहरूले। हाम्रो त कतिजना ताइद पनि दिँदैन। अनि हामी सोच्छौँ हामीले ताइद दिएन भने चाहिँ त्यो चाहिँ मेरो लागि बेनिफिट हो, त्यो चाहिँ मेरो लागि के हो, राम्रो कुरा हो। मैले अलिक बेसी पैसा ल्याउनु सकेँ घरमा, मैले अलिक बेसी पैसा आफ्नो ब्याङ्क अकाउन्टमा हाल्नु सकेँ, हामी त्यो सोच्छौँ। त हामीले बुझ्नुपर्ने हुन्छ ताइद भनेको चाहिँ के हो भन्दाखेरि, यदि तपाईँले 100 रुपियाँ कमाउनु भयो अरे, एउटा उदाहरणको तौरमा तपाईँले भन्नुहोस् यो पैसाहरू छ मेरोमा, यति पैसा छ, यो मेरोमा आयो, मैले महिनामा चाहिँ यो कमाएँ,
अनि अब परमेश्वरले के भन्नुहुन्छ, जे कुरा पनि गर्नुभन्दा अगाडि कतिजनाको बानी के हुन्छ, सबै खर्च गर्छ, त्यहाँ उब्रेकोबाट चाहिँ टाइट, त्यो मिल्दैन। हामीले जसरी कमाएर ल्याउँछौँ पहिलो कुरा चाहिँ टाइट छुटाइहाल्नु पर्ने हुन्छ। जब तपाईँले त्यो टाइट छुटाउनुहुन्छ नि, यो कुरा चाहिँ परमेश्वरले ब्लेस गर्नु सक्नुहुन्छ, परमेश्वरले आशिष दिनु सक्नुहुन्छ। तर हामी के गर्छौँ, हामी पहिला खर्च गर्छौँ, फल्नालाई दिनुपर्ने, दुधको दिनुपर्ने, यो दिनुपर्ने, यो दिनुपर्ने, त्यसपछि टाइट छुटायो भने चाहिँ त्यो कुरामा आशिष आएन। हामीले बुझ्नुपर्ने आशिष त्यति बेला आउँछ जब तपाईँले पहिलो जसरी तपाईँको कमाई आयो, जसरी तपाईँले आफ्नो वेतन थाप्नुभयो, त्यति बेला पहिलो कुरा चाहिँ तपाईँले परमेश्वरलाई छुट्याइहाल्नु पर्ने हुन्छ। त्यसपछि परमेश्वरले जब हेर्नुहुन्छ तपाईँको रहल जुन चाहिँ तपाईँको कमाई छ, परमेश्वरले आशिष दिनुहुन्छ। त्यो आशिष जुन चाहिँ तपाईँले पाउनुहुन्छ यो डल्ले भन्दा बेसी हुन्छ। एउटा उदाहरण भन्छु, एउटा टेस्टिमनी भन्छु। म जब गुवाहाटीमा थिएँ, एक जग्गा थिएँ, जब मेरोमा पैसा हुन्थेन, अस्ति हिजो मैले जुन चाहिँ सेयर गर्दै थिएँ, एउटा ग्यास सिलिन्डर मेरो 1.5 वर्ष जस्तो 1 वर्षभन्दा बेसी चलेको छ। तपाईँले सोच्नुहोस् त, एउटा ग्यास सिलिन्डर, यो होइन कि खाना पकाइन, खाना पकाउँथे, ग्यास किनेपछि त चुल्हा पनि त थियो होला, तर एउटा सिलिन्डर 1 वर्षभन्दा बेसी चल्नु यो परमेश्वरको आशिषद्वारा मात्रै हुनसक्छ। मैले आफै त्यसमा ग्यास हालेको होइन, तर परमेश्वरले ब्लेस गर्नुभयो। अनि तपाईँको पहिलो जिम्मेवारी, जब तपाईँले वेतन पाउनुहुन्छ, जब तपाईँको कुखुराहरूले चल्लाहरू दिन्छ, तपाईँको फर्स्ट फ्रुट, तपाईँको फल के भन्छ, रुखहरूले फल दिन्छ, पहिलो कुरा चाहिँ तपाईँले परमेश्वरको लागि छुटाउनु पर्ने, त्यसपछि हातमा त्यो कुरा राखेर चाहिँ तपाईँले प्रार्थना गर्नुपर्ने हुन्छ परिवार साथ। कतिजना के हुन्छ, टाइट दिइहाल्छ, प्रार्थना गर्दैन। होइन, तपाईँले छुटाउँदाखेरि तपाईँ श्रीमती हुनुहुन्छ, श्रीमान हुन्छ, नानी हुन्छ, बसेर परमेश्वर मैले तपाईँको कमाई, तपाईँले दिनुभएको आशिषबाट यो कुरा तपाईँको भवनमा मैले ल्याउनु आँटेको छु, तपाईँले यसलाई ग्रहण गर्नुहोस् अनि रहल भागलाई तपाईँले आशिष गर्नुहोस्। हामी त्यसै टाइट ल्याउनु हुँदैन, झट्टै निकाल्यो होइन टाइट दिनु होइन, यो एउटा रिलिजन होइन। मैले भन्दै थिएँ धर्म होइन, सम्बन्धको कुरा छ। मैले हिजो भन्दै थिएँ नि, मिठो कुरा छ त्यो। तपाईँ र तपाईँको बुवाको बिचमा जुन चाहिँ सम्बन्ध छ, त्यसलाई तपाईँले धर्मको चस्मा लगाएर हेर्नु सक्नुहुन्न, त्यसलाई धर्ममा तपाईँले क्याप्चर गर्नु सक्नुहुन्न। त्यो धर्म होइन, त्यो सम्बन्ध हो, तपाईँको रिलेसनसिप हो। अनि टाइप पनि त्यहीबाट जन्मिन्छ, रिलेसनसिपबाट जन्मिन्छ, सम्बन्धबाट जन्मिने कुरा हो। यो नियम कानुनहरू ठिकै छ, तर तपाईँले बुझ्नुपर्ने, मैले जब परमेश्वरको भवनमा केही ल्याउँछु त्यो चाहिँ मायाले गर्दा, त्यो चाहिँ कृतज्ञताले गर्दा ल्याएको। मैले इज्जत मान दिएको परमेश्वरलाई, किनकि मैले कमाउने यो मेरोमा क्षमता छैन। परमेश्वरले जुन चाहिँ अनुग्रह गर्नुभएको छ, जुन चाहिँ उद्धार दिनुभएको छ, तपाईँले कमाएर पाउनु भएको, हामीले कसैले पाउनु पाएको छैन कमाएर। इभन जुन चाहिँ कमाई पनि आउँछ त्यो मेरो योग्यताले होइन। हामीले बुझ्नुपर्ने, परमेश्वरले अलौकिक जग्गामा, परमेश्वरले सुपरन्याचुरली, परमेश्वरले आत्मिक क्षेत्रमा केही न केही गर्नुभयो, त्यसको परिणति, त्यसको प्रतिफलमा चाहिँ मैले नोकरी पाएँ। परमेश्वरले गरेको कुराद्वारा चाहिँ मैले कमाउनु पाइरहेको छु, मेरो नानीहरूलाई खुवाउनु पाइरहेको छु, मैले नानीहरूलाई स्कुल पढाउनु पाइरहेको छु। जुन चाहिँ बिजनेस गर्दैछु, किन मान्छेकोमा आशिष हुँदैन? कतिजना देख्नुहुन्छ नि, थुप्रो लगानी गर्छ, यहाँबाट पैसा लिन्छ, उता बिजनेस खोल्छ, चल्दैन बिजनेसहरू। अनि मलाकी 3 मा पढ्नु भने चाहिँ तपाईँले त्यहाँ पढ्नु सक्नु, त्यहाँ 7वटा आशिषको बारेमा परमेश्वरले कुरा गर्नुभएको छ। 7वटा आशिष हामीले बुझ्नुपर्ने कुरा हो। नयाँ नियममा जब हामी आए, हामी पस्यौँ, जब प्रभु यीशु ख्रीष्ट चाहिँ क्रुसमा मर्नुभयो, उहाँ फेरि बौडी उठ्नुभयो, त्यहाँदेखि चाहिँ हामी जब नयाँ जन्म पायौँ, त्यसको अगाडि नयाँ जन्म पाएको होइन हामी, जब उहाँ बौडी उठ्नुभयो त्यसपछि चाहिँ हामीले नयाँ जन्म पायौँ, नयाँ सृष्टि भयो। अनि अब यो जुन चाहिँ करार छ, जुन चाहिँ करारभित्र हामी पस्यो, अनुग्रहको करार भनौँ, प्रेमको करार भनौँ, त्यसमा हामी जे कुरा पनि छ हाम्रोमा, सबै कुरा परमेश्वर, पुरानो नियमको चेलाले त सबै कुरा बेचेर पो दियो त परमेश्वरलाई।
ताइद त के भन्नु, ताइदको त कुरै छैन, त्यहाँ सबै कुरा बेच्नु भयो उहाँले। जग्गा जमिनहरू बेचेर परमेश्वरको भवनमा परमेश्वरको कामको लागि उहाँले दिनुभयो। तर हामी के छौँ, क्रिस्चियन भए कसरी चाहिँ बचाउँ? पहिला चाहिँ अब के गर्थ्यो होला, हामीले जब प्रभुलाई चिनेनौँ हामी होटलमा गएर के खान्थ्यो होला, के पिउँथ्यो होला, के सुल्गाउँथ्यो होला, त्यसमा जान्थ्यो पैसा। त्यो हुँदा चाहिँ ठिकै थियो। तर जब हामी प्रभु यीशु ख्रीष्टमा पस्छौँ त्यति बेलादेखि पैसाको भ्यालु बुझ्न सक्छौँ क्या। त्यसपछि होइन कहाँ दिनु हो, कसरी दिनु हो, त्यो कुराहरू गर्नु छ, त्यो मिल्दैन। हामी खुल्ला हृदयले आनन्दित साथ दिनु सिक्नुपर्ने हुन्छ। जसरी परमेश्वरले आफ्नो एकलौतो पुत्रलाई दिनुभयो, हामी पनि दिने व्यक्तिहरू बनिनुपर्ने हुन्छ। बाइबलमा हरेक कुरा एउटा सिद्धान्तमा अपरेट गर्छ, हरेक कुराको एउटा सिद्धान्त हुन्छ। एउटा उदाहरणको तौरमा मत्ती 6:33 के लेख्छ, सबभन्दा पहिला परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर। त्यो पनि छोडिदिउँ, अर्को उदाहरण, मिठो उदाहरण दिन्छु तपाईँलाई। मैले प्रार्थना गरेर मेरो विश्वासको जुन चाहिँ लेभल छ त्यसलाई म बढाउन सक्छु? यस या नो भन्नुहोस् त। तपाईँले प्रार्थना गरेर विश्वासको तपाईँको जुन चाहिँ लेभल छ, जुन चाहिँ आयाम छ, त्यसलाई बढाउन सक्नुहुन्छ? यस कि नो भन्नुहोस् त। ला नो भन्दैछ त, के भन्नुहोस् त लु त, यस या नो। कतिजनाले बढाउनु सक्छ भनेर सोच्नु हुँदैछ, तपाईँले सोच्नुहोस् ल। मैले वर्शिप गर्दाखेरि 24 घन्टा मैले वर्शिप गरिरहेको छु, मैले प्रार्थना गरिरहेको छु, त्यसले मेरो विश्वासको जुन चाहिँ लेभल छ, विश्वासको जुन चाहिँ एउटा स्तर छ, त्यसलाई बढाउनु सक्छ कि सक्दैन? सक्छ है। वचनमा चाहिँ के लेख्छ फेरि, विश्वास चाहिँ केद्वारा हुन्छ? सुनाइद्वारा बढ्छ। फेरि के सुन्नु पर्ने, फेरि परमेश्वरको वचन। तपाईँले बुझ्नुपर्ने, तपाईँ प्रार्थना 24 घन्टा गर्नुहोस्, तपाईँले आराधना 24 घन्टा गर्नुहोस्, त्यसले तपाईँको विश्वासलाई, विश्वासको स्तरलाई केही फरक पर्दैन। बाइबलमा चाहिँ के भन्दैछ, विश्वास त वचन सुनाइद्वारा आउँछ। हामीले वचन पो सुन्नु पर्यो त विश्वास बढाउनु हो भने त। वर्शिप गरेर हुँदैन, त्यो राम्रो कुरा, त्यसको अर्कै एउटा ठाउँ छ। मैले यो भनेको होइन प्रार्थना नगर्नुहोस्, त्यो राम्रो कुरा हो, तर त्यसले गर्दा चाहिँ हाम्रो विश्वासलाई चाहिँ केही इफेक्ट पर्दैन। विश्वासको लागि चाहिँ वचनमै जानुपर्ने हुन्छ। त्यसैले परमेश्वरको राज्यमा हरेक कुराको एउटा सिद्धान्त छ। त्यो सिद्धान्तलाई चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ। अब दिनुको सिद्धान्त एउटा म भन्छु तपाईँलाई। तपाईँले बाइबल हामी खोल्नेछौँ, दोस्रो कोरिन्थियन 9:7 कसैले पढिदिनु होला। दोस्रो कोरिन्थियन 9:7, दोस्रो कोरिन्थी 9:7। हजुर हजुर पढ्नुहोस्। अनि हरेक मानिसले आफ्नो मनमा संकल्प गरे बमोजिम देओस्, इच्छा नभई होइन, न त कर्कापमा परेर, किनभने खुसी साथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। अब खुसी साथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। एक जग्गा यस्तो पनि छ, जसरी तपाईँले जुन चाहिँ नापमा दिनुहुन्छ त्यही नापमा तपाईँलाई परमेश्वरले दिनुहुन्छ। यो चाहिँ सिद्धान्त हो बाइबलको। तपाईँले एउटा मुठीले दिनु, परमेश्वरले त्यही मुठीले दिनुहुन्छ। अब तपाईँले र मैले कतिपल्ट के सोध्छु, मैले पैसा दिनु, परमेश्वरले पैसै दिनुहुन्छ होला भनेर। के अरे, तपाईँले पैसा दिनु भने चाहिँ परमेश्वरले पैसा, त्यो भनेको मतलब परमेश्वरले तपाईँले एउटा आइडिया पनि दिनु सक्नुहुन्छ, एउटा विचार दिनुहुन्छ। थुप्रो आशिषहरू परमेश्वरले दिनु सक्दैन। हामीले बुझ्नुपर्ने कुरा हो, ताई चाहिँ हाम्रो जीवनमा एउटा मुख्य एउटा यस्तो कुरा छ जसलाई चाहिँ हामीले इग्नोर गर्नु सक्दैनौँ, जसलाई चाहिँ हामीले हटाउनु सक्दैनौँ। हामी ताई दिएन भने नि हामी जहिले पनि गाह्रै कुरामा परिरहेको हुन्छ। जहिले पनि हामी मलाकी 3 पढ्यो भने, 3:10 तिर पढ्यो भने हामी एकपल्ट त्यो पढौँ। त्यसमा यस्तो मिठो कुराहरू लेखिएको छ। सम्पूर्ण दशमांश कहाँ ल्याउनु अरे? ढुकुटीमा ल्याउनु कि पकेटमा ल्याउनु?
ढुकुटीमा ल्याउनु भन्दैछ बाइबलले हजुर। ताकि मेरो घरमा भोजन रहोस्। ताकि मेरो घरमा भोजन। अब प्र्याक्टिकल कुरा, तपाईँ चर्च आउनुहुन्छ, चर्च त्यत्तिकै चल्दैन नि त। चर्चमा त गिटार पनि किन्नुपर्ने हुन्छ, चर्चमा त पानीको व्यवस्था पनि गर्नुपर्ने हुन्छ, चर्चमा त टेबल पनि चाहिन्छ, कुर्सी पनि चाहिन्छ, कार्पेट पनि चाहिन्छ, पङ्खा पनि चाहिन्छ, बत्ती, यो सबै कुरा चाहिँ कसरी हुन्छ अन्त? तपाईँले यदि सोच्नुहुन्छ होइन म ताइद दिदिनँ, अब हामी सबै लिडर्स भएको कारणले मैले यो कुरा भन्दैछु, तपाईँले सोच्नुभयो ताइद दिदिनँ म भनेर, यो कुराहरूको खर्चा कसले दिने? त्यसो भए पास्टर जिम्मा हो, पास्टरले दिनुपर्ने, पास्टरले आफ्नो गोजीमा भए नभई दिनुपर्ने। तपाईँ लिडर भएको कारणले तपाईँले यो पनि बुझ्नुपर्ने हुन्छ, हाम्रो दियाइले नै चर्च राम्ररी चल्नु सक्छ। चर्चको खर्चाहरू हुन्छ। पास्टर बिमल दादाले हामीलाई ल्याउनु भयो, फ्रीमा ल्याउनु भयो, फ्रीमा ल्याएको हो हामीलाई, खर्चा गर्नु हुँदैछ नि त। खानापिना तपाईँहरूलाई यता ल्याउनु भएको छ, खाना खर्चा हो नि त। अनि हामीले बुझ्नुपर्ने, बाइबलले क्लियर भन्दैछ, के भन्दैछ भन्दाखेरि चाहिँ, किन भन्दाखेरि एकपल्ट अझै पढिदिनु होला। सम्पूर्ण प्रशंसा ढुकुटीमा ल्याओ ताकि मेरो घरमा भोजन रहोस्। ताकि मेरो घरमा भोजन रहोस्। पास्टर पनि त हुनु पर्यो, कतिवटा कुरा छ, त्यसको अगाडि जो हामी यसमा मलाई जाँचेर हेर। बाइबलमा सायद परमेश्वरले यसरी बहुत कम जग्गा बोल्नु भएको छ, जाँचेर हेर्नु, परमेश्वरलाई जाँच्नु भन्दैछ। परमेश्वरले तपाईँ र मलाई च्यालेन्ज गर्दैछ, चुनौती गर्नु हुँदैछ उहाँले, मलाई जाँच। जब जब हामी ताइद दिन्छौँ नि, अनि हामी विश्वास साथ ल्याउनु पर्ने हुन्छ ताइद, परमेश्वरले भन्नुहुन्छ मलाई जाँच तिमीहरूले। हजुर केमा जाँच्नु त? अब जाँच्ने कुरा आयो, परमेश्वरलाई जाँच्नु भन्दाखेरि परमेश्वरले चाहिँ आफैलाई च्यालेन्ज गर्नु छ, भन्नु छ तिमीहरूले जब ताइद ल्याउँछौ भवनमा, त्यसपछि तल हामी पढौँ के चाहिँ परमेश्वरले गर्नुहुन्छ हाम्रो निम्ति। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ म स्वर्गका ढोकाहरू उघारेर, म स्वर्गको ढोकाहरू उघार्छु अरे। पहिलो कुरा, म स्वर्गको ढोकाहरू उघार्छु। एकअर्कालाई भन्नुहोस् न, म स्वर्गको ढोकाहरू उघार्छु। कतिजनाले चाहनुहुन्छ स्वर्गको ढोकाहरू उघारिएको? ताइद ल्याउनु पर्यो, ताइद ल्याउनु पर्यो, कुरा त्यहाँ आउँछ। हाम्रो चर्चमा पास्टर बाबुको छोराहरूले पनि ताइद ल्याउँछ, छोराहरूले पनि ताइद ल्याउनुहुन्छ। कसरी? पकेट मनी दिएकोमा चाहिँ ताइद छुटाउनुहुन्छ उहाँको छोराहरूले, अनि त्यो चाहिँ लिएर आउँछ भवनमा। अब तपाईँले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि, ताइद चाहिँ यति इम्पोर्टेन्ट छ हाम्रो जीवनमा, ताइदलाई चाहिँ हामीले नजरअन्दाज गर्न सक्दैनौँ। पहिलो कुरा परमेश्वरले भन्नुहुँदैछ कि ढोकाहरू खोल्नुहुन्छ उहाँले, स्वर्गको ढोकाहरू। भन्नुको मतलब परमेश्वरले स्वर्गबाट पैसा झारिदिनुहुन्न। ठक्कै स्वर्गबाट एक ब्याग आइरहेको है, बेलुका घरमा जाँदाखेरि अरे कहाँबाट आयो यो पेटी, पैसाको पेटी, त्यस्तो हुँदैन। परमेश्वरले तपाईँलाई नयाँ उत्साहले भन्नुहुन्छ, नयाँ बुद्धि दिनुहुन्छ, नयाँ आइडिया दिनुहुन्छ। आइडिया जसद्वारा चाहिँ तपाईँले पैसा रुपियाँ कमाउनु सक्नुहुन्छ, जसद्वारा चाहिँ तपाईँले परमेश्वरको जुन चाहिँ वचन छ त्यसलाई चाहिँ आफ्नो जीवनमा सत्य भनेर ठान्नु सक्नुहुन्छ, चिन्नु सक्नुहुन्छ। परमेश्वरले एक पेटी ल्याएर राखिदिनुहुन्न नि, त्यसो भए त हामी किन काम गर्नु त? परमेश्वरलाई प्रार्थना गर्नु न, परमेश्वर मलाई पैसा दिनुहोस् भनेर ल्याइदिनुहुन्न नि त। हामीले बुझ्नु पर्यो परमेश्वरको नियम छ, परमेश्वरको कानुन छ, जसमा चाहिँ उहाँ पनि बाँधिदिनुहुन्छ। उहाँले बनाएको नियम कानुन अनुसार नै उहाँ चल्नुहुन्छ। उहाँ नियम कानुनबाट बाहिर चल्ने परमेश्वर होइन। त्यही कारण हामी भन्छौँ बाइबललाई हामीले हेर्नुपर्ने हुन्छ। जे कुरा पनि हाम्रो मिनिस्ट्रीमा जे कुरा पनि हामी गर्छौँ त्यो कुरा चाहिँ बाइबलसँग मिलेको छ कि छैन त्यो म्याटर गर्छ। त्यो बाइबलसँग मिलेको छैन भने चाहिँ त्यो परमेश्वरबाट होइन, सिम्पल। अनि परमेश्वरले भन्नुहुँदैछ म स्वर्गको ढोकाहरू खोल्छु भन्दाखेरि चाहिँ तपाईँलाई परमेश्वरले नयाँ नयाँ कुरा दिनु सक्नुहुन्छ, नयाँ आइडिया दिनुहुन्छ। हुनसक्छ तपाईँको व्यापारमा, हुनसक्छ तपाईँको काममा तपाईँलाई नयाँ व्यक्तिहरू चाहिरहेको छ। परमेश्वर त्यो व्यक्तिहरू खटाउनुहुन्छ।
हाम्रो मिनिस्ट्रीमा नयाँ व्यक्तिहरू चाहिएको छ, त्यो व्यक्तिहरू ल्याउनुहुन्छ। हामी जहिले पनि कतिपल्ट पैसा पैसा मात्रै सोध्छौँ क्या, मैले पैसा दिएँ परमेश्वरले पैसा फिर्ता दिनुहुन्छ क्या, होइन, अरू कुरा पनि हुन्छ। तपाईँको लागि नोकरीको एउटा दैलो खोलिनु सक्छ, जसरी मैले अघि टेस्टिमनी बाँड्दै थिएँ नि, थुप्रो कुरा गर्नु सक्नुहुन्छ परमेश्वरले। पहिलो कुरा उहाँले चाहिँ स्वर्गको चाहिँ के खोल्नुहुन्छ, ढोकाहरू खोल्नुहुन्छ। अर्को कुरा हामी हेरौँ, त्यसको अघि पढौँ हामी, हजुर 3:10 तलको, पर्याप्त ठाउँ पनि नहुनेसम्मका आशिष तिमीहरूमाथि वर्षौँ। आशिष वर्षाउँछु भन्नु हुँदैछ उहाँले, I'll pour out for you a blessing भन्नु छ। पहिलो कुरा हामीलाई चाहिँ उहाँ चाहिँ स्वर्गको के खोल्नुहुन्छ अरे, ढोकाहरू खोल्नुहुन्छ। अर्को कुरा चाहिँ आशिष वर्षाउनुहुन्छ। अब यो आशिष भनेको चाहिँ हामीले बुझ्नुपर्ने कुरा के भन्दाखेरि, आशिष चाहिँ तपाईँको एउटै जग्गामा हुँदैन, यो एउटा हिब्रू शब्दमा चाहिँ बाराक भन्छ यसलाई, बिआरके। अब हामीले बुझ्नुपर्ने कुरा, आशिष भनेको चाहिँ थुप्रो कुरा हुनसक्छ। शारीरिक आशिष पनि भयो, आत्मिकी आशिष पनि भयो। जब हामी ताइद ल्याउँछु, परमेश्वरले चाहिँ एक प्रकारले हाम्रो जीवनमा एउटा आशिषको दैलो खोलिदिनुहुन्छ। त्यो आशिष चाहिँ हुनसक्छ परमेश्वरलाई अझै बुझ्ने आशिष हुन्छ। हामीले परमेश्वरलाई चाहिँ हामीलाई चाहिँ परमेश्वरले उहाँको स्वस्थताले भर्नु सक्नुहुन्छ, त्यो पनि एउटा आशिष हो। स्वस्थ बस्नु, बिमारी साथ मनपर्छ तपाईँलाई बस्नु कि एकदम स्वस्थ बस्नु मनपर्छ, त्यो पनि एउटा आशिष हो नि त। परमेश्वरले त्यो आशिष पनि यो भित्र राखिदिनु सक्नुहुन्छ नि त हाम्रो निम्ति। हामीलाई ज्ञानको कमी छ भने, बुद्धिको कमी छ, परमेश्वरले त्यो कुरा पनि दिनु सक्नुहुन्छ। आशिष चाहिँ आशिष हो, थुप्रो प्रकारको आशिष हुनसक्छ। त्यो आशिष चाहिँ हामीले हाम्रो जीवनमा कस्तो आशिष चाहिन्छ त्यो चाहिँ परमेश्वरलाई थाहा हुन्छ, अनि त्यो कुराहरू चाहिँ खोलिदिनुहुन्छ। आमेन, आमेन। एकअर्कालाई सोध्नु, बुझ्नु हुँदैछ भन्नुहोस् त। आयो है रेस्पोन्स। ताइद चाहिँ इम्पोर्टेन्ट छ। कतिजनाको घरमा एकजनाले ताइद दिनु भन्छ, एकजनाले नदिनु भन्छ। श्रीमानले ताइद नदिउँ होला भन्छ, श्रीमतीले होइन दिनुपर्छ। हामीले बुझ्नुपर्ने त्यसमा चाहिँ कुनै पनि सम्झौता हुँदैन। अस्ति हाम्रो पास्टरसँग अस्ति कुरा हुँदै थियो एकजना हाम्रै चर्चको व्यक्तिको बारेमा, अनि एकजनाले भन्छ ताइद दिनु, एकजना भन्छ नदिनु भनेर। अब के गर्ने त? अब एउटा उदाहरणको तौरमा मैले भने मेरो श्रीमतीलाई ताइद दिनु पर्दैन। अब के गर्नुहुन्छ तपाईँले सोच्नु, तपाईँले त्यो जग्गामा आफैलाई राख्नुहोस्। तपाईँको श्रीमानले भन्नुभयो ताइद दिनु हुँदैन त, हामी दिन्न ताइद, तपाईँले के गर्नुहुन्छ? चुपचाप बस्नुहुन्छ? झगडा गर्नु मिलेन? फेरि झगडा गरेको मिल्दैन, फेरि उहाँले पैसा दिएन भने। तर तपाईँले जुन चाहिँ पैसा पाउनुहुन्छ घर चलाउनुको निम्ति, त्यसबाट पनि तपाईँले ताइद दिनु सक्नुहुन्छ नि त। दिने ठाउँ छ नि त। परमेश्वरले बुझ्नु, परमेश्वरले चाहिँ लट्ठी लिएर बस्नु भएको होइन नि त। परमेश्वरले बुझ्नुहुन्छ नि त हाम्रो स्थितिहरू, हाम्रो परिस्थितिहरू। त्यो अनुकूल चाहिँ हामी विश्वास योग्य ठहरिनु पर्ने हुन्छ। हाम्रो परिस्थितिहरू के छ, हामीले दिनु पर्यो नि ताइद। ताइद ल्याउनु पर्ने परमेश्वरको भवनमा, त्यो कुरा चाहिँ हामीले बुझेको छौँ भने चाहिँ हामीले गर्नुपर्ने कुरा चाहिँ हामी गर्नुपर्ने हुन्छ। ताइद दिनु चाहिँ एक प्रकारको आराधना पनि हामीले बुझ्नुपर्ने हुन्छ। आराधना गीत गाउनु मात्रै होइन, गीत गाउनु मात्रै आराधना होइन। हामीले बुझ्नुपर्ने, जब अब्राहमले इसाकलाई लिएर जब पर्वतमा गयो, उसलाई बलि गर्नु, उसलाई अर्पण गर्नु, कसलाई थाहा थियो उसले त्यो गर्नु आँटेको छ? कसैलाई उसले भने? आफ्नो पत्नीलाई भने, आफ्नो नुकुरलाई भने? भनेन नि। गुप्तमा गरेको कुरा जुन चाहिँ हुन्छ नि, त्यो चाहिँ सही मायनेमा चाहिँ आराधना हुन्छ। अनि हामीले दिनु चाहिँ बाइबलले भन्छ एक हातले दियो भने चाहिँ एक हातलाई थाहा नहोस् भनेर भन्छ। त्यो दियाई चाहिँ आराधना हो परमेश्वरको निम्ति। त्यसबाट चाहिँ हामी आराधना गरेछौँ। जब हामी ताइद दिन्छौँ नि, हामी परमेश्वरलाई आराधना गरिरहेको हुन्छौँ। ताइद मामुली कुरा होइन।